सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छु यो मन घतानको युट्युब च्यानलमा। अहिले प्रदर्शन भएका चलचित्रहरू जति प्रदर्शन भइरहेका छन् र जति चलचित्र प्रदर्शनको तयारीमा छन्, ती सबै चलचित्र एउटै प्याटर्नमा, अझ भनौँ सामाजिक विषयवस्तुमा आधारित रहेर चलचित्र प्रदर्शनहरू भइरहेका छन्। कबड्डी जस्तो हिट चलचित्र जसले सामाजिक विषयवस्तु, सांस्कृतिक विषयवस्तुलाई टपक्क टिपेर एउटा सफलताको स्वाद चाख्यो भनौँ, अझ एचिभ गर्यो र त्यसैको आधारमा रहेर अहिले चलचित्रहरू सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण भइरहेका छन्। तपाईँ देख्न सक्नुहुन्छ प्रदर्शन हुनेवाला चलचित्र परान, त्यसै गरी सोल्टिनी, त्यसै गरी जारी 2, प्रदर्शन भइरहेका चलचित्रहरू माइती घर, हरिबहादुरको जुत्ता, तमाम चलचित्रहरू सामाजिक विषयवस्तुलाई मध्यनजर गर्दै र अझ भन्छु म देखासिखी गर्दै प्रदर्शन निर्माण भइरहेका छन्। यसरी एउटा प्याटर्नको चलचित्र हिट भएपछि त्यसैको देखासिखी गर्ने नेपाली मेकरहरूले कहिले एउटा चलचित्रलाई फरक तरिकाले प्रस्तुत गर्ने हिम्मत साहस गर्न सक्छन्। तपाईँको चाहिँ कान्तारा जस्तो एउटा सांस्कृतिक चलचित्रलाई बेजोड रूपमा प्रस्तुत गर्ने एउटा निर्देशक, त्यस्तो कला, त्यसको पटकथा प्रस्तुति कहिले आउँछ नेपालमा? सधैँ एउटै किसिमको ढर्रा चलचित्रहरू हेर्दा हेर्दै नेपाली दर्शकहरू बोर भइसकेका छन्। त्यही डाँडा पाखा, त्यही जातीय कथा, त्यही प्रस्तुति, नो टर्न एन्ड ट्विस्ट, बोरिङ। अल चलचित्र आर बोरिङ, नट टु बी गुड। त्यसैले नेपाली चलचित्रहरू अहिले जुन हिसाबले निर्माण भइरहेका छन्, अत्यन्त देखासिखी फोटोकपी रूपमा र एउटै चलचित्र बोरिङ एक्टरहरू, दयाहाङ राई बोरिङ एक्टर, विजय बराल यस्ता यी हावा नायकहरू लिएर चलचित्र बनाइरहेको छ एउटै प्याटर्नमा। उहाँहरूको क्षमता के यति नै हो र? एउटा अभिनय गर्न जान्ने कलाकारहरू सधैँभरि एउटै चलचित्र, एउटै किसिमको अभिनय गर्दा गर्दै उहाँहरू पनि मोनोटोस भएको